हेलो नमस्कार सबैजनालाई। आज म एलजी वासिङ मेसिन कसरी चलाउने भन्ने बारेमा भिडियो बनाएको छु। सबैले अन्तिमसम्म हेर्दिनु होला अनि लाइक कमेन्ट सब्स्क्राइब सेयर के हुन्छ त्यो नि गरिदिनु होला। सबभन्दा पहिला यहाँ कपडा सपडा हालिसकेपछि टक्क साबुन हाल्ने भार निकालेर सर्फ साबुन के छ तपाईसँग टक्क हाल्ने। त्यसपछि हालिसकेपछि ट्याक्क पारेर त्यो बन्द गरिदिने हैन। ट्याक्क मेसिन अन गर्ने अनि यहाँनिर देख्न सक्नुहुन्छ यहाँ कतिमा चलाउने भन्ने कुरा यहाँनिर देखाउँछ। यहाँनिर मुरानी अब त जुम गरेर देखाइदिन्छु मैले। त्यसपछि यसलाई ट्याक्क घुमाउने हामीले क्विक 30 मा चलाउन खोजिरहेको छ। क्विक 30 मा लग्ने फ्यानदानीमा सागर हो के ट्याक्क प्ले गरिदिने। प्ले गरेपछि स्क्रिन टच हुनानी दो फ्यानदानीमा पानी आउन सुरु हुन्छ। अगाडि मेसिन अफ ब्रेकबाट धुन्छ ल त।